त्यही छ उसको त्यही उसकै बेडमा त्यसरी बनाउँछ है कत्रो मोटो आयो यस्तो भयो नानी भात खाने गरी आउँछु भन्छ हौ हे प्रभु दुःख नगर्नु है दाजु खै म फोन नबुझु अब यसो किन हेर्नु मेन बाटो त्यति गर्नु पर्दैन त्यो त रोडै हो मेन रोड त लिप्टेन के भन्दै सनी भिडियो गरेको मसला ए ल आएन ए ल आएन भिडियो गरेको मसला लिप्टेन के भन्दै सनी पानी
त्यतै गर्नु पर्दैन हैन त्यो त रोडै हो मेन रोड त अनि साइड दियो हो त्यो के त्यो काली कुखुराको लोकल बाले टमाटरको धनियाँ धनियाँ पोखरेली धानको चामल वा मेरो चाहिँ कस्तो डेलिसियस खाँदै मान्छेले खाइसक्नु पो छ यसको हामी त चन्द्रगिरी आएको कससँग यहाँ छ उसको बाउ यहाँ टिकट काट्दैछ इन्ट्रान्समा लाइन चाहिँ धेरै रहेछ सटरडे भएर लाइन चाहिँ धेरै रहेछ चन्द्रगिरी हिल्समा अहिले हामी यहाँ हामी चाहिँ टिकट इन्ट्रान्सबाट छिर्दैछौँ त्यही भएर खुच्ची पर आउँदैछ बाउ यहाँ फेरि मान्छे चाहिँ धेरै नै रहेछ सबजना अब हामी चढ्ने इन्ट्रान्समा है चढ्ने ठाउँमा बाउ यहाँ चाहिँ हेलो हेलो अब हामी चढ्नु लाग्यो पालो आउनु लाग्यो हामी तिनजना हो चढेको अब तिनजना होला ओ पिटर यहाँ छ म यहाँ रोशन छ हेलो यसको केबल कार चढ्दैछौँ बिग्नले पारिपट्टि किनेर त्यस्तो जाँदैन रहेछ माथि निक्लिँदा नि अन्त हामी त्यसो अनि त गाँदा हेर त दिदी तल म त यही डराउँछु फिल्ममा पनि सिधै हेरेर मात्रै आउँछु भने डर आउन कहिले काहीँ त निलो लाग्छ फिल्ममा त डर लाग्दैन सपनीमा आई तिमी साथ दिनु जुना तारा तिम्रो लागि सजिदोला जुने किरी पनि तिमी नाच्दिनु जिउजिउ मेरा घरे मनै मेरो आजै छ हामी चाहिँ यो भ्यू टावरको चढ्ने ठाउँतिर माथि जाँदैछौँ यहाँ रेस्टुरेन्ट रहेछ यस्तो प्रशंसा चाहिँ जहाँ गयो नि आइसक्रिम हेर्छ आइसक्रिम माथि जाँदैछ यहाँभित्र यस्तो हामी चाहिँ स्टेजबाट फाइन डाइन रेस्टुरेन्ट भनेर लेखिरहेको छ भ्यू टावर होइन यता भ्यू टावर यता यो फाइन डाइन रेस्टुरेन्टहरू त्यता त के फाइन डाइनमा न त बियरहरू खानु यहाँ हिँड्दैछ एउटा अब होइन हौ कता काट्ने हो
ए तल लु टिकट लिएर आउनु हामी यहाँ बस्दै बस्छौँ Let's collect ticket. कति लिन्छ बाबु? कति पैसा लिन्छ? कस्तो भइदिएर नआउँदै आज अरू हेर्नु मिल्दैन होइन त्यो हालेर पैसा हालेर ठिकै छ गएर चाहिँ हाम्रो चल्छ तिनवटा तिनजना तिमीहरू दुईजना जाम मतलब दिनको लागि फाइनलमा यसो हेर्दै नेपाली फाइनल हो इन्डियन टाइपको नेपाली होला नेपाली टाइपको न पैसा नमस्ते यस्तो गर्ने त्यही नाच्नुको मानेर दिलको धडकन यसले सबै भनेर पैसा मात्रै खानु ठिकै छ यति भए पनि यस्तो रहेछ यहाँ रहेछ भने थाहा भयो नि त यी मुनिको मान्छेहरू पनि देखियो नमस्ते टकदिया नमस्ते टकदिया गरेको थिएँ बहुत नाच्दै गरेको गरे त्यस्तै हो सबै जोड्नुपर्छ राम्रो हुन्छ पछि हमरा दिल का धड़कन कर दिया हमरा दिल का धड़कन कर दिया नमस्ते टकदिया अरे होला बस बरु मेरो खिच्दैन न म खिच्दैन कि मेरो म खिच्दैछु त भिडियो खिचिदिँदैछु म बिचरा उसको मेमोरी बच्चाको जस्तो सधैँ खिचिरहेको छु नि यो चाहिँ चन्द्रगिरी आएको आज हामी पुरा फगी रहेछ भ्यू त देखेन तर पनि भ्यू टावर छ अरे तल फगी रहेछ आज चाहिँ तर पनि ठिकै छ यस्तो रहेछ यहाँनिर हेलो चन्द्रगिरी वार्ड नम्बर 1 निवासी यहाँ एकजना भ्यू टावर हेर्दैछ आफ्नो गाउँमा आएर खुसी छ बेसी आम्मा उसको गाउँमा आएर कस्तो खुसी छ उता ल ए नमस्ते ढोक्दियो उतै नजिक हेरे ऊ त्यहाँ एउटा कसको झोला राखेको बाजे त त्यो झोला त त्यहीँ आएको हान्जी भ्यू टावरमा अब यता हेर्दैछ भ्यू जस रमाइलो भयो एकछिन भए पनि फ्रेस भयो फ्रेन्च फ्राइज बर्गर ओपन किचन रहेछ बेबी अनि त्यहाँ बसेर जहाँ खानु पनि मिल्दछ फुड कोर्ट प्रशंसालाई खानेकुरा देखेर भोक लागिसक्यो यहाँ कस्तो मिल्छ बनाएर त ओ फ्रेन्च फ्राइज छिट्टै पाक्दो रहेछ प्रशंसालाई चन्द्रगिरी घुम्न आएको चन्द्रगिरी कुची हेलो हट घोडा हट प्रशंसा हट घोडा हट फोटो नि खिच्यौ
आमा होइन क्या आपका हुँदै छ एकैछिन तपाईँहरू के हो के रे लस्सी लिनु स्ट्र एउटा भएको है दुईवटा यो मसला हो मसला चाट मसला होइन हाल न चाट नहाल्नु के नुन नहाली सुक्खा खान्छ चाट मसला गरिरहेको छु जेरी चाहिँ खानुपर्ने हो चिकन मोमो र बर्गर नदिनु कि त्यसरी खाना ठिक बल्ल बल्ल दिनु होइन पहिला दिनु होइन के खालको किन खाउँ भर्खर खाउँ अर्डर आएको आएछ बहिनी लिइहालेको कहिले मैले उहाँको नुडल दुईवटा मोमो नि हुँदै थियो 5 प्लेट गरेर राखेन हजुर 5 प्लेट 5 प्लेट हुनु लाग्छ नि हो यहाँ चाहिँ हामी खाना वेट गरिरहेको छौँ चाहिँ खाना हाम्रो अर्डर यो चाहिँ फुड कोर्ट चन्द्रगिरीको दाइ अर्को एउटा नुडल भन्दाखेरि महँगो महँगो 150 को पाएको नि यत्रो डाँडामा ल्याएर पकाएर बेचेर कुक राखेर किन खेद्नु मलाई सबै मैले खेद्नु खाना त्यही रहेछ टमाटर चाहिँ मखान्छ है ल हेलो गाइस ल गाइस वेलकम टु चन्द्रगिरी अनि यहाँको तातो तातो जेरी अनि त्यसपछि चाउमिन चिकन चाउमिन यहाँ छोरी बसिरहेछ छोरी बसिरहेछ खानालाई ल ल इन्जोय तातो मन गरेर उभिएर बस्ने हो त्यही त बनाउँछ भनेको त तातो तेलमा क्या चास्नीमा कस्तो मैले च्याक खाउँ खाउँ लाग्दो क्या जेरी खाएर आमा हातै चुस्यो हौ उसले त अहिले त ताने हो भाँडै उता कतिवटा छ काटेन होला त्यो मान्छे हाल्दैन हाइटमा हो कहिले भएन कति प्लेनमा चढ्दै भएन त्यहाँ पनि हुन्छ
कति आयो म तपाईँको घरमा बस्छु है फेरि आउँछ है अहिले फेरि आउँछ है डर लाग्छ नि बेबी त्यही हो म यता पर्दैन स्पेस के त ब्लेजर रिजर्भ रुमै छैन जस्तो रहेछ तपाईँको 10 तारिकबाट अनि त्यो बिहे छ भने जस्तो लाग्यो बिहेको न्यु इयरको बेला ठिकै पऱ्यो त्यो बिहे त्यो ग्रुप सकिहाल्यो त्यो होइन छ भने 5,000 कति रहेछ र 5,148 फिटमा अत्र त्यो चाहिँ नेपाली फुड इन दहचोक चन्द्रगिरी वार्ड नम्बर 1 बाउले पकाएको लुकेर बाउले पकाएको त्यो पनि हुनुपर्छ हेर मेरो बाउले बनाएको बाउले पकाएको यो चाहिँ यस्तो किचन यो भागो हुँदैछ पिटर चलाउने मास्टर सेफ भोलि तानमा आकाश पटक्कै आकाश के सुमो जस्तो भएर छ कस्तो हो यस्तो दाल भात तरकारी बच्चा मासु आफ्नै घरमा इन्जोय गर्नु लागेको आफ्नो बुढी बच्चा पुरै मन ध्यान समय दिएर आफ्नो छोरी खुसी होस् बुढी खुसी होस् भनेर यो चाहिँ मेरो डिनर हो यी गाइस लगेर यहाँ काउली दचोकको चन्द्रगिरीको यो साग खसीको मासु अचार भात ल हेर्नुहोस् नेपाली टिपिकल नेपाली खाना आज चाहिँ हामी यहाँनिर काठमाडौँमा तेस्रो दिन बिताउँदैछौँ बाई गाइस अब खाइला प्रशंसा खाइला भन न चिलायो के भन्छ बाबा भिडियो किन कहिल्यै खानेकुरा पाउँदैन ह्याप्पी हुँदैन न तपाईँ खानु गाइस खाइला
कत्रा फुची नेपाली फुड इन दहचोक चन्द्रगिरी वार्ड नम्बर 8 बाउले पकाएको लोकेट बाउले पकाएको त्यो पनि हुनुपर्छ हेर मेरो बाउले बनाएको बाउले पकाएको यो चाहिँ हो यस्तो किचन हो भागो हुँदैछ पिटर चढाउँदै मास्टर सेफ भुँडी तान्नमा आकाश पटक्क आकाश के सुमो जस्तो रहेछ कस्तो हो यस्तो दाल भात तरकारी बच्चा मासु आफ्नै घरमा इन्जोय गर्नु लागेको आफ्नो बुढी बच्चा पुरै मन ध्यान समय दिएर आफ्नो छोरी खुसी होस् बुढी खुसी होस् भनेर कुची ल्याऊ कपाल गरेको हामी चाहिँ अहिले घरदेखि अब डुल्न निक्लेको बाहिर ओह्रालो लाग्दै हो टक्क 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 घरदेखि यस्तो छ बाटो यता एउटा दोकान छ अनलिमिटेड रिचार्ज गर्नु न रिचार्ज गर्नु दुईजना चाहिँ त्यहाँ छ आलु कोपी लगाएकै छैन एउटा हेर न कसरी लाउँछ थाहा छैन नि त हौ सेवार हो लिम्बू हुँदैन के हो यहाँ त भ्यू देख्दैन अब यहाँ यत्रो टपरी मात्रै खिच्छ अगाडिको पर्सन चाहिँ हेर्नु त्यसलाई नम्बरी पर्सन ओह्रालोमा त कस्तो मजा आयो सोलो ग्यासबाट कि यो तेलबाट पेट्रोल है कति लिटर ट्याङ्की हुन्छ यो 7 हाम्रो पिया चाहिँ कति हो यहाँबाट 5 किलोमिटर छ तपाईँ घर यतै हो झापा कहाँ हो तपाईँ बिर्तामोड हो सबै मान्छे उठ्दै रहेछ गैँडापुर हामी चाहिँ उता बाक्लो भिडियो गरेको भिडियो ल प्रशंसा छ्यामा र एलेक्सको घरमा आएको हामी दुईजना यहाँ मासु भुजा ल कस्तो रहेछ घरहरू रहेछ लिभिङ रुम
यहाँ चाहिँ बोजूले क्यामेरा हेर्नुहुँदो रहेछ तल चोर आउँछ भनेर खानुहोस् चियर्स दुईजना भाउजू हाम्रो चाहिँ यो काठमाडौँ घुमाइमा यता भेटघाट कार्यक्रममा आज आएको मिनी ब्लग हाम्रो नेपालको ए कपाल नधोएर यहाँ लट्टा परेर बाबा चाहिँ सालीको घरमा यहाँ फुच्ची हुवा आउ गर्दैछ त्यो खाना थाल्यो चिकन ब्रेस्ट खाजा पूजा खाँदैछ उसको तपाईँ त कस्तो बुढी टाइप कि हामी चाहिँ जूमा जलगाडा सुतिरहेको छ निक्लेन कि बाहिर पछि आउँदैछ यहाँ लेखेको होला नि बोर्डमा जूमा आएको छौँ यहाँनिर लाइभ बाघहरू हेर्दै प्रशंसाहरू हेर्छ बेबी हामी त जूमा कोही उयो लेखेको छ त ऊ गैडा नै रहेछ गैडा मऱ्यो होला तर मऱ्यो होला ऊ छैन हेर्नु कसिङे गैडा रहेछ बिचरा यहाँ चाहिँ कसिङे गैडा रहेछ मऱ्यो जस्तो छैन माथि जाँदा यहाँ चाहिँ बाँदर एरिया रहेछ भैँसी यहाँ चाहिँ अर्ना भैँसी रहेछ ल Now I got